ओइ सीता आमै भाइर आऊ त। होइन, के काम पर्यो फेरि? के कुरा छ, बस यहाँ। भन त के कुरा हो? छोरी धेरै ठुली भएकी पढेर आफ्नो आँखा खोलिसकी। यसो राम्रो इष्टमित्र खोजेर जिम्मा लाउन पाए खाया रोटो आउन लाग्थ्यो कि। बाबै बुढा पनि के भन्नुहुन्छ के? होइन, छोरीको पढाइ र भविष्यमा असर पर्दा फेरि शारीरिक रूपमा पनि परिपक्व भएकी छैन, स्वास्थ्यमा पनि समस्या देखिन्छ। यो विषयमा हामीले मात्र निर्णय गरेर हुँदैन बुढा, एकपटक छोरीलाई पनि बोलाएर भनौँ। सीता आमा, मैले पानी ल्याएँ, म स्कुल जान्छु है। यहाँ आइज त छोरी। के काम पर्यो आमा? छोरी आज एउटा कुरा गरौँ के भनेर बोलाएको। के कुरा हो र आमा? अब कुरा त खासमा यस्तो हो छोरी, तिम्रो अब बिहे गरिदिउँ कि भनेर बाबाले कुरा गर्दै हुनुहुन्थ्यो, त्यही भएर बोलाएको। होइन, बुवाले पनि के भन्नुहुन्छ क्या? म त धेरै पढ्ने हो, ठुलो मान्छे बन्ने हो, मेरो सपना ठुलो छ। म माथिल्लो घरको दिदी जस्तै पढेर लेखेर ठुलो मान्छे बनेर डाक्टर बनी यो देशका दुखी अशक्त असहायको सेवा गर्ने मेरो सपना छ। म पढेर लेखेर हजुरहरूको इज्जत राख्नेछ। बिन्ती छ बुवा आमा, मेरो पढाइ नरोकिदिनुहोस् न। पल्लो घरको दिदीको बुवा आमाले उहाँको विवाह गराइदिएर उहाँको अवस्था कस्तो भएको छ एकचोटि सोच्नुहोस् त आमा, एकचोटि बुवालाई सम्झाउनुहोस् न। हो सीताको बा, छोरीले ठिक भन्दैछ। अब हामीले अहिले हतार गरेर बेलैमा बिहे गरिदिउँ भनेर हुँदैन। अब छोरीको पनि भविष्य हेर्नु पर्यो नि। अहिलेको जमाना कहाँदेखि कहाँ पुगिसक्यो। हामीले अहिले हतारमा बिहे गरिदिएर छोरीले बिहे गर्दिनँ भन्दा भने हामीले बिहे गर्नु पनि भएन। फेरि ज्वाइँ कस्ता पर्ने हुन्, हान्ने मार्ने पर्यो भने त छोरीको भविष्य पनि उजाड हुन्छ। के छोरीलाई दुःख भएको हामीले हेर्न सक्छौँ र बुढा? नमस्ते काका काकी। के कुरा चलिरहेको छ? कसको बिहे गरिदिन खोज्नु भएको तपाईँहरूले? सीताको बाबाले सीताको बिहे गरिदिउँ कि भनेर मसँग कुरा गर्दै हुनुहुन्थ्यो। त्यसैले अब छोरीलाई पनि हामीले मात्र कुरा गरेर भएन, छोरीलाई बोलाएर कुरा गरौँ कि भनेर कुरा गरिरहेको। होइन काका काकी, तपाईँहरू कस्तो कुरा गर्दै हुनुहुन्छ? हामी धेरै पढ्ने हो, पढेर ठुलो मान्छे बन्ने हो, आफ्नै खुट्टामा उभिने हो, हामी समाजलाई नेतृत्व गरी समाजको अगुवा बन्ने हो। त्यसैले अहिले सीताको बिहे गर्ने कुरा नगर्नुहोस्। यो बाल विवाह हुन्छ। बाल विवाहले हाम्रा धेरै अवसरहरू खोसिदिन्छ। सीता जाउँ, स्कुल ढिला भयो। हुन्छ, तिमीहरू हिँड्दै गर, म आउँछु। थ्याङ्क यू, सिडाउन। सबैले किताब निकालौँ है। आज हामी पाठ 4 सामाजिक विकृति र विसङ्गति भन्ने पाठ अध्ययन गर्छौँ। र कसैले उठेर भन्नुहोस् त, हाम्रा समाजमा के कस्ता सामाजिक विकृति र विसङ्गतिहरू छन्? हाम्रा समाजमा लैङ्गिक हिंसा, बाल हिंसा, बाल विवाह, यौन दुर्व्यवहार र घरेलु हिंसा जस्ता विकृतिहरू रहेका छन् म्याडम। थ्याङ्क यू, बस्नुहोस्। सीता, आज तिमी किन निराश भएको? केही बोलेकी पनि छैनौ, केही भएको छ? केही भएको छैन म्याडम। केही समस्या छ? छैन। म तिमीसँग पछि कुरा गर्छु ल। हुन्छ। आजलाई चाहिँ यति, अब भोलि बाँकी गरौँला है। ल भन त सीता, आज तिमीलाई के भएको छ? केही भएको छैन म्याडम। केही समस्या छ भने भन न, म केही सहयोग गर्न सक्छु कि? म तिम्रो आमा जस्तै हो, केही नमानी भन। केही भएको छैन म्याडम, मेरो घरमा चाहिँ बाल विवाहको कुरा चलिरहेको छ। हो र, यति सानो उमेरमा यस्तो किन सोच्नु भएको होला? नरौ, म तिम्रो बुवा आमालाई सम्झाउँछु, जाउँ हिँड घर। होइन, अहिलेसम्म छोरी किन आउँदिने? कहाँ गए आज स्कुलदेखि अहिलेसम्म आउँदिने त? साथीहरूसँग होला त। खै किन आज यति ढिलो गरेको?
नमस्कार काका काकी। नमस्कार। अहिलेसम्म कुचो बनाएर सकिएको छैन? सकिएको छैन म्याम। सञ्चारमै हुनुहुन्छ नि काका काकी? सन्चै छु नानी, हजुरको घर परिवार पनि सन्चै हुनुहुन्छ होला नि? सबै सन्चै छौँ काका। बरु म त हजुरहरूसँग एउटा सल्लाह पो गर्न आएको त। के सल्लाह हो? तपाईँले सीताको बिहे गर्ने कुरा गरिरहनु भएको रहेछ। यति सानो उमेरमा यति राम्रो पढाइ भएको नानीको किन यस्तो कुरा सोच्नु भएको? सीताको बाबाले सीताको बिहे गरिदिउँ भनेर कुरा गर्दै हुनुहुन्थ्यो। अनि मैले खै नानी आजले यस्तो कुरा किन गरेको भन्दाखेरि भनेको त सीताको बाबाले अब छोरी ठुली भइसके, उमेर बढ्दै गयो, यसो कुटोमा खोजेर बिहे गरेर पठाइदिउँ कि बिग्रिन्छ कि भनेर भन्दै हुनुहुन्छ। होइन काका, यति सानो उमेरमा यस्तो कुरा किन सोच्नु भएको? हजुरलाई थाहा छैन र? नेपालको कानुन अनुसार 20 वर्ष नपुगी गरिने विवाहलाई बाल विवाह भनिन्छ। फेरि बाल विवाहलाई कानुनले पनि निषेध गरेको छ। बाल विवाह गर्ने गराउने दुवैलाई 30,000सम्म जरिवाना र 3 वर्ष कैद हुन सक्छ। प्रत्येक बालबालिकालाई शिक्षा, सुरक्षा र सफल भविष्य निर्माण गर्ने अधिकार हुन्छ। त्यसैले काका, अहिले नै बाल विवाह गर्ने चाहिँ कुरा नगर्नुहोस्। नमस्कार वडा अध्यक्षज्यू। नमस्कार। ओहो काका काकी नमस्कार। आज म्याडम पनि यतै हुनुहुँदो रहेछ, खासमा के हो कुरा? हेर्नुहोस् न वडा अध्यक्षज्यू, यो उमेर नपुगाको यति सानो नानीलाई बिहे गर्ने कुरा चलिरहेको रहेछ। केही सम्झाउनु पर्यो भनेर आए कि? ओ काका किन यस्तो सोच्नु भएको? यो त तपाईँ पढ्ने उमेरमा छोरीको बाल विवाह गराउँदै हुनुहुन्छ। हो, वास्तवमा बाल विवाह एक सामाजिक अपराध हो। हामीले सानै उमेरमा विवाह गर्यो भने शारीरिक र मानसिक रूपमा परिपक्व भएका हुँदैनौँ। यसले गर्दा उनीहरूको भविष्यमा जिम्मेवारीको बोझ पनि आउन सक्छ। त्यसैले हामी सबै नागरिकहरू मिलेर बाल विवाह अन्त्य गर्नुपर्दछ। तपाईँ काका काकीहरूले मात्र होइन, समुदायमा भएका हरेक जान्ने बुझ्ने नागरिकले, विद्यालयले र सङ्घ संस्थाले पनि कतै बाल विवाह हुन लागेको कुरा थाहा पाएमा बाल विवाह अन्त्य गर्नुपर्दछ। यो हामी सबैको साझा जिम्मेवारी हो। त्यसैले काका, हामीहरूले आफ्नी छोरीहरूलाई पढाइ सक्षम गराई आफ्नो खुट्टामा उभिन सक्ने एक सरल नागरिक गराउनु पर्दछ। त्यसैले काका, अहिले बाल विवाह गर्ने कुरा नगर्नुहोस्। ओहो, मैले त गल्ती पो गरेको रहेछु। धन्यवाद वडा अध्यक्षज्यू, शिक्षकज्यू, तपाईँहरूले मेरो आँखा खोलिदिनु भयो। अब म छोरीको पढाइलाई निरन्तरता दिनेछु र यस्ता बाल विवाह हुन लागेको थाहा पाए म विरोध गर्नेछु र सल्लाह बुझाइ गरी सम्झाउनेछु। मेरो तर्फबाट पनि धन्यवाद हजुरहरूले मेरो विवाह हुनबाट रोकिदिनु भएकोमा। बाल विवाह अन्त्य गरौँ। बिहेबारे 20 वर्ष पारी। बिहेबारे 20 वर्ष पारी। हातमा कापी र कलम भविष्यको ध्यान। बाल विवाह रोक्न हाम्रो अभियान। हातमा कापी र कलम भविष्यको ध्यान। बाल विवाह रोक्न हाम्रो अभियान। पहिलो प्राथमिकता पढाइ। बाल विवाहलाई सधैँलाई बाई बाई। पहिलो प्राथमिकता पढाइ। बाल विवाहलाई सधैँलाई बाई बाई। सबैजनालाई मेरो तर्फबाट नमस्कार। म कक्षा 10 को अध्ययन छात्र चन्द्र बसेल। मेरो चाहिँ यो सडक नाटकमा चाहिँ मेरो भूमिका शिक्षकको रहेको छ। सम्पूर्णमा नमस्कार। म कक्षा 8 को अध्ययन छात्र पूर्णिमा बस्नेत। मेरो यस सडक नाटकमा चाहिँ छोरीको भूमिका रहेको छ। सबैलाई नमस्कार। म कक्षा 8 को अध्ययन छात्र नेत्र बस्नेत। मेरो नाटकमा रोल रहेको छ बुवाको। सबैलाई नमस्कार। म कक्षा 10 की अध्ययन छात्र गीता कसेरा। मेरो यो नाटकमा आमाको भूमिका निर्वाह गरेकी छु। सबैलाई नमस्कार। मेरो नाम पुत्र साई। म कक्षा 8 को अध्ययन छात्र। मैले यो नाटकमा वडा अध्यक्षको भूमिका निर्वाह गरेको छु। सबैलाई नमस्कार। म कक्षा 6 की अध्ययन छात्रा धनसरा महतारा। मैले यस नाटकमा साथीको भूमिका निर्वाह गरेको छु। सबैलाई नमस्कार। मेरो नाम लक्ष्मी नेपाली। म कक्षा 7 की अध्ययन छात्रा। यस सडक नाटकमा म साथीको रोल खेलेकी छु। सबैलाई नमस्कार। मेरो नाम जेन सगसन। म कक्षा 8 को अध्ययन छात्र। यस नाटकमा मैले साथीको भूमिका निर्वाह गरेकी छु। सबैजनालाई नमस्कार। म कक्षा 9 की अध्ययन छात्रा मापुल। यस नाटकमा साथीको भूमिका निर्वाह गर्छु।